उपचार केन्द्रबाट उहाँ दिदीको चाहिँ धेरै पुरानो रोग है यो चाहिँ तपाईँहरूलाई किन मैले देखाउन गइरहेको छु भने चाहिँ ग्यास चाहिँ नसामा पुरा छिरेको छ उहाँको अहिले यसरी थिच्यो भने पनि यो ग्यास यसरी आउँछ है यहाँ हेर्नु है यो यस्तो हुन्छ होइन अब यसको समस्याको समाधान कसरी गर्ने भन्ने कुराहरू छ होइन यो चाहिँ हामीले चाहिँ भन्छौँ कतिवटा भिडियोहरू पनि देख्छौँ हामीले अनेक ती सामयसँग दही खानु प्लस ज्वानो खानु दहीमा घोलेर भन्छ तर यो जस्तो केसहरूलाई चाहिँ दहीहरू खायो भनेदेखि जस्तो कामहरू छ यदि तपाईँहरूलाई समस्याहरू चाहिँ नखानु होला है उहाँको यो सबै ग्यास छ नसामा यो पुरै ग्यास छिरेको छ है यो चाहिँ एकदमै डेन्जर केस हो है यो चाहिँ नसा ग्यास एनर्जी लस हुन्छ जाँगरहरू चल्दैन हामी चाहिँ काम गर्न सक्दैनौँ र जतिखेर नै डक्करहरू आइराख्ने हुन्छ होइन र हामीलाई टाउको दुख्ने घरि ढाड दुख्ने घरि खुट्टा दुख्ने घरि पेट दुख्ने घरि कम्मर दुख्ने घरि घुँडाहरू दुख्ने समस्याहरू चाहिँ हामीलाई रहन्छ र त्यसै गरेर तपाईँहरू चाहिँ यस्तो चिजहरू छ भने चाहिँ दहीहरू अथवा केरा आँप यस्तो फ्रुटहरूमा नखानु होला है जङ्क फुडहरू पुरा बन्द गर्नु होला उहाँ दिदीको चाहिँ धेरै पुरानो रोग हो दिदीको रोग चाहिँ दिदी कति वर्ष भएको तपाईँको यो रोग खास चाहिँ मैले थाहा नभइकन चाहिँ धेरै थाहा भएको चाहिँ अहिले असारदेखि रहेछ मैले थाहा नै नभएको पहिला चाहिँ के को उपचार भइरहेको थियो तपाईँको दबाईहरू के को खाएको थियो मैले त ग्यास्ट्रिकै भनेर ग्यास्ट्रिकको दबाई खाइरहेको थियो होइन खानु त्यही आयुर्वेद दबाईहरू खाएर आयुर्वेदहरू खाइराख्नु भएको थियो लास्ट चाहिँ धेरै यो माघको त्यो माघ 16, 17, 18 गतिदेखि धेरै लासै भयो कि हिँड्नै नसकेसम्म पनि भएको तर नसामा ग्यास छिरेको भनेर पत्ता लागेको थिएन नि है थाहा थिएन एकदमै यो त मलाई थाहै थिएन पछि यहाँ आउनुभयो यहाँबाट चाहिँ एकदम थाहा भयो ग्यासले नसामा छिरेको थाहा घाउ जति आइरहेछ तपाईँको अहिले तपाईँलाई पक्रेन भने यो भाग बढी हो क्या अनि त्यसपछि यो भागहरू होइन अब यस्तो यो छ नि यो भागहरूमा तपाईँको त्यो ग्यास पुरै छ क्या यो यस्तोहरूमा जस्तो यो ग्यासहरू यहाँनिर यस्तोहरूमा चाहिँ यसरी चाहिँ ग्यासहरू छिर्यो भने चाहिँ हामीलाई चाहिँ समस्याहरू धेरै ग्रेट हुन्छ है यो चिजहरू ध्यान दिनु है त यहाँ यसरी आउँछ है यो एकदम बुझ्नु है तपाईँहरूले ल घाउ ग्यासमा चाहिँ तपाईँहरूको उपचार बाहेक चाहिँ दबाईको मात्रै सहारा लिएर चाहिँ नबस्नु रोग बढ्दै जान्छ भोलि तपाईँको समस्याहरू ग्रेट हुन्छ यो कुराहरू एकदम ध्यान दिएर बुझिदिनु है म उहाँको चाहिँ आज काइरो गर्नु गइरहेको छु कस्तो हुन्छ हेरौँ है त त्यसपछि पनि हेरौँ होला त त्यसैमा जोड्नु डर नगर्नु लुलो छोड्नु ग्यास चाहिँ यहाँ छिरेको छ अहिले होइन यो पाटोको छ यहाँ दुखाइहरू हुन्छ ग्यासहरू चाहिँ यस्तो छिरिसकेपछि चाहिँ तपाईँको चाहिँ यस पार्टबाट जहाँ जहाँ छिर्छ यो जयहरू हाम्रो यो भागहरू चाहिँ एकदम पेनफुल भएर आउँछ है एकदम याद गर्नु है तपाईँहरू हामी नसा च्यापेको भनेर कति केसहरू यसरी भेटिरहेको छ गर्दनमा नसा च्याप्यो भनेर च्याप्यो भनेको छ होइन एकदम ध्यान दिनु होला कहिले चाहिँ हामीले यहाँको चाहिँ नसा च्याप्यो भनेको छ है यो समस्याहरू यस्तो हुन्छ है एकदम ध्यान दिनु होला
अहिले एकदमै हल्का जस्तो पहिला यो कुद्छ तपाईँलाई बिस्तारै कुद्ने त्यो भुइँजन आउँछ नि हामीलाई त्यस्तै हाल्दा जस्तो लाग्छ मलाई त कुद्ने आँखातिर बस्ने कतातिर टाउकोतिर सबैमा के कुद्थ्यो एकदमै कुद्थ्यो म त के कुद्थ्यो होला यस्तो भनेर सोध्थेँ कि पहिला मलाई कस्तो यस्तो ठाउँ चाहिँ यो निगाले फुत्तै फाल्ने ठाउँ कहाँ होला भनेर खोज्थेँ कि म कति रुन्थ्यो के निदा लाग्दैन है राम्रोसँग रातभर निदा लाग्दैन थियो साँच्ची हुन्छ तर सुरुमा आउँदा तपाईँ कस्तो थियो नि त त्यो त भन्नै पर्दैन अहिले त धेरै उज्यालो हो नि त धेरै राम्रो हो 100 वर्ष बोटी जस्तै थियो 100 वर्ष घाँसो राम्रो जस्तो थियो जाति त हुन्छ नि है नातिनो ग्यास त अझै छ धेरै है अझै निकाल्दैछ होइन अब भएर ग्यास त छ हो छ अब यसरी दिशा भन नि 2-3 दिन हेरेर दिशामा चाहिँ किटाणु छ है ग्यास त किन दिनु परिरहेको छ भन्ने कुरा तर पहिला जस्तो त छैन रहेछ सुरुको जस्तो त छैन रहेछ ग्यास चाहिँ छ थोरै परिरहेको छ टोइलेट क्लियर छैन क्लियर चाहिँ छैन टोइलेट क्लियर छैन त्यो टोइलेट सफा गर्नु तपाईँको टोइलेट चाहिँ त्यस्तो टोइलेट जति क्लियर भयो त्यति किटाणुहरू चाहिँ हुनु पाउँदैन